नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दिपेन्द्र सिंह एरी आइसिसी टी20 अलराउन्डर वरियताको 6औं स्थानमा उक्लिनु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र सिंह एरीले 2 स्थान सुधार गर्दै 6औं स्थानमा उक्लिनु भएको हो। उहाँ यसअघि 8औं स्थानमा रहनु भएको थियो। नेपालले कुनै अन्तर्राष्ट्रिय खेल नखेले पनि अन्य खेलाडीको वरियतामा खस्किएका कारण दिपेन्द्र सिंह एरीलाई सुधारको मौका मिलेको छ। विश्व वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा, दोस्रोमा पाकिस्तानका साएम अयुब, तेस्रोमा भारतका हार्दिक पाण्डे, चौथोमा वेस्ट इन्डिजका रस्टेन चेज र 5औं स्थानमा पाकिस्तानका मोहम्मद नवाज रहनु भएको छ। यसैबीच तेस्रो पटक आइसिसी टी20 विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने भएको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी 7 देखि मार्च 8 तारिकसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेल सहित तयार गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ। विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसिए प्रेसिडेन्ट 11सँग 3 वटा टी20 अभ्यास खेल खेल्ने भएको छ। त्यसपछि नेपालले विश्वकपको समूहचरणको खेल अघि संयुक्त अरब इमिरेट्स, युएई र क्यानाडासँग वार्म अप खेल खेल्ने तालिका सार्वजनिक भएको छ। नेपालले युएईसँग फेब्रुअरी 3 तारिकमा र क्यानाडासँग 5 तारिकमा खेल्ने भएको छ। उक्त खेल चेन्नई स्थित एमए चिदम्बरम रङ्गशालामा हुने भएको छ। त्यसपछि नेपालले फेब्रुअरी 8मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने भएको छ। विश्वकपमा नेपाल समूह सीमा परेको छ। कठिन मानिएको यस समूहमा नेपाल सहित 2 पटकको विजेता वेस्ट इन्डिज, 1 पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले फेब्रुअरी 12मा इटाली, फेब्रुअरी 15मा वेस्ट इन्डिज र फेब्रुअरी 17मा स्कटल्यान्डसँग खेल्ने भएको छ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्दैछ। नेपालले समूह चरणमा सबै खेल मुम्बईमा खेल्ने भएको छ। नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको छ। नेपालले यसअघि सन् 2014 र सन् 2024 को विश्वकप खेलेको थियो। विश्वकपमा सहभागी 20 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। समूह ए मा चर्चित प्रतिद्वन्दी भारत र पाकिस्तान सहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै बी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमान तथा समूह डी मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेका छन्। समूहमा शीर्ष 2 टोली सुपर 8 मा पुग्नेछन्। सुपर 8 लाई पनि 2 समूहमा विभाजन गरिनेछ। त्यसपछि समूहको शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।